नमस्ते, हामी सप्तऋषिको कक्षा 10 को एउटा ग्रुप यहाँ खडकचोकतिर गणतन्त्र दिवसको अवसरमा यहाँ पानी वितरण गर्न आएको छौँ र यहाँ पानी वितरण गर्नको साथसाथै हजुरहरू यहाँ आएर खाइदिनु होला। धन्यवाद। हामी सप्तऋषि परिवारले 18औं गणतन्त्र दिवसको अवसरमा हाम्रा कक्षा 10 का केही नानीहरू र हामी सम्पूर्ण शिक्षकहरूले निःशुल्क पानी हामीले आज वितरण गरिरहेका छौँ। यहाँ धेरैको सहभागिता पनि र यसका लागि हामी विद्यालयको परिवारको तर्फबाट सम्पूर्ण पानी वितरण गर्ने महानुभावलाई धेरै धेरै धन्यवाद दिँदैछु र आगामी दिनमा पनि हामी यस्ता सामाजिक कार्यहरू विभिन्न गर्दै जानेछौँ भन्ने पनि भन्दै नमस्कार, म शेखर कोइराला सप्तऋषि माध्यमिक विद्यालयमा म सहायक रूपमा कार्यरत छु। आज हामीले 18औं गणतन्त्र दिवसको शुभ अवसर पारेर निःशुल्क शुद्ध पिउने पानी वितरणको कार्यक्रम आयोजना गरेका छौँ। यो कार्यक्रम गर्नुको मूलभूत उद्देश्य चाहिँ हामीले समाजमा एउटा सकारात्मक सद्भावहरू हातेमालो गर्दै हामीले एकताको एउटा राम्रो सन्देश दिन खोजिरहेका छौँ। विषयपट्टि गणतन्त्रको मूलधार भनेकै सबैबीच एकता, सहकार्य र सद्भावको भावना जागृत गर्नु नै हो। त्यही सिलसिलामा हामीले पनि आज यो निःशुल्क पिउने पानीको कार्यक्रम आयोजना गरेका छौँ। म सप्तऋषि स्कुलको प्रिन्सिपल लेखराम चौधरी। आज हामी 18औं गणतन्त्र दिवसको अवसर पारेर सप्तऋषि सेकेन्डरी स्कुलको तर्फबाट आज यो निःशुल्क रूपमा शुद्ध पानी पिउने व्यवस्था गरेका छौँ। हाम्रो टिकापुर हस्पिटल जाने चोकमा खडक चोकमा छौँ हामी र यसको एउटा मात्रै उद्देश्य हो हाम्रो विद्यार्थी भाइ बहिनीहरू प्लस हाम्रो स्कुलले पनि यो सकारात्मक सोच लिएर अगाडि बढेको छ र मेरो सानो अनुरोध छ यस्तो गरिमा तपाईँहरू आएर एक गिलास स्कुलको तर्फबाट पानी खाएर जानुहोला भन्ने शुभकामना सहित धन्यवाद। नमस्कार, म चाहिँ सप्तऋषि स्कुलको सञ्चालक समिति आज हाम्रो स्कुलले चाहिँ 18औं नमस्ते, हामी शुद्ध खानेपानीको वितरण कार्यक्रम सञ्चालन गरेका छौँ आज गणतन्त्र समाजप्रति देखाएको पार्नको लागि र चाहिँ यस्तो गर्मीमा चाहिँ एक गिलास भए पनि अमृत समाज हामी आउनुहोस् र शुद्ध पानीको चाहिँ पिएर चाहिँ आफ्नो चाहिँ प्यास मेटाउनुहोस्।